Hello guys, welcome to my new vlog. तपाईलाई मेरो नयाँ भ्लगमा स्वागत छ। आज चाहिँ हामी घुम्न जान लाग्यो हैन। हामी चाहिँ यत्रो धेरै जना छौं। देखिनु भएको कि पिरी छ आइ भन। सन्चै छु म पनि भन न। सन्चै छु म पनि। देख्न त हालत खराब भए पानीमा खरा। तर बाह्र दिन फोटो चाहिँ देख्न सक्नुहुन्छ। यहाँ चाहिँ यस्तो कटेज रहेछ नि। यहाँ त देख्न छैन होला हैन। देखाएन होला तर छ के कटेज। कटेज खोज्दैछु गाइस। So guys, हामी चाहिँ यहाँ आइसकेको छौं। हेर्नुस् उकालो उकालो हिँड्दा हामीलाई थकाइला हेर्नु त त्यस्तो मस्ती रहेछ। यहाँ चाहिँ हाम्रो सिजना दिदी होइसिन्छ। हेर्नुस् यस्तो छ गाइस। हामी कति दुखरी आयौं होला भन्ने। हामी हो कि पुग्ने हैन। सिमरिङकोट भन्दो रहेछ त्यसलाई। यस्तो डाँडाहरू छन्। अनि म चाहिँ यहाँ छु गाइस, देख्न सक्नुहुन्छ। मलाई चाहिँ गरिम भएर पसिना आयो यहाँ अनुहार यस्तो भए हैन। अनि हुन्छ। सो गाइस देख्न सक्नुहुन्छ यी हाम्रा टिमहरू हुन्। यी भारे भुरे टिमहरू हुन्। अनि फेरि उता आन्टी मम्मीहरू आमाहरू चाहिँ उता गइरहनु भएछ कि। अनि फेरि यहाँ हेर्न ठाउँमा मन्दिर रहेछ कि। त्यहाँ मन्दिर छ त्यहाँ मन्दिर छ। यस्तो यहाँ चाहिँ ठाउँमा मन्दिर रहेछ। राम्रो ठाउँ रहेछ गाइस हैन। तर उकालो बढी रहेछ हामीलाई चाहिँ स्या भइयो गाइस। सो अलिपछि भेटौँला गाइस। सो गाइस हेर्नुस् यो चाहिँ हाम्रो पेरेन्ट्स बहिनी हैन। हाम्रो चाहिँ कालो रातो स्याउ जस्तो भयो कि। अनि यता भाइको हालत हेर्नुस् घुम्न आएको अरे मार हिँड्ने जस्तो छ गाइस। यस्तो छ हेर्नुस् त भिडहरू। यस्तो भिडहरू छ हाम्रो। हेर्नुस् न यस्तो राम्रो राम्रो फुल पाइने रहेछ कि। यस्तो हाम्रो मम्मीहरू चाहिँ पुगिनु भयो क्या। हामी चाहिँ अझै यत्रो बाटो जानै छ गाइस हैन। हाम्रो टिमहरू चाहिँ यतै चाहिँ हिँड्दा थकाइ लागिसक्यो गाइस। हामी के गर्ने अब गाइस। यहाँ चाहिँ हाम्रो छोटो बेबी लडिसकेकी छिन् हैन। अनि उठाउनु खोज्दाखेरि उठाउनु मानिन्छ नि। फुलहरू चाहिँ राम्रो राम्रो रहेछन् गाइस। हिमालतिर लाली गुराँस हुन्छ नि त्यस्तै यता पनि राम्रो राम्रो यस्तो फुल रहेछ गाइस हैन। अब घुम्न भनेर आइसकेपछि घुम्न जान त पर्यो गाइस। यही बिचबाट हार मानेर फर्किने वाला हामी गाइस। हामी चाहिँ फेरि हिँडिसकेका छौँ। एकछिन त्यहाँ बस्यौँ अनि टिकटक बनाउने फोटो खिच्ने गरे आइसकेको छौँ हैन। यस्तो गाह्रो छ कि। यिनीहरू चाहिँ यहाँ हैन अरू चाहिँ उता छ। अनि फेरि गाह्रो छ हौ डाँडातिर हिँड्न पनि हैन। उकालो हुन्छ यस्तो भिडहरू हुन्छ। कहाँ सुहा छ र गैसहरू हैन। तर हामी चाहिँ यस्तो तपाईँ चाहिँ लागेन भन्ने हो कि भन्ने। हर सिजना चाहिँ यहाँ हुनुहुन्छ पेरेन्ट्सको। अनि म चाहिँ यहाँ छु गाइस हैन। बेला बेला चाहिँ भ्लग बनाउनै पर्यो गाइस हैन। फर्स्ट टाइम भ्लग बनाउँदैछु के कस्तो लाग्छ हैन। सो एकैछिनमा भेटौँ है त गाइस। हिँड्दा हामीलाई थकाइला उकालो बाटो नि आइसक्यो हैन। अनि फेरि हाम्रो जनताहरू यहाँ छन्। सिनसिना देखिया होला जुम गर्न झ्याउला हैन। बाह्र हेर्नु न उहाँ बाजे चाहिँ थियो। म चाहिँ यहाँ छु। मलाई पनि सके होइन यस्तै यतैबाट जाने हो बाजे। यतैबाट जाने हो। माराउनु भएको कति वर्ष पुग्नु भयो। निरन साउ त्यस्तो बुढो मान्छे माराउनु भएको। ए कहाँ हो त घर। ए गोड भन्ने रहेछ गाइस। हजुर यहाँ आइसकेको छु। मेरो हालत चाहिँ यस्तै भए। यता फोटो खिच्ने उस भइरह फोटो स्टेसन यस्तो हेर्नु त यत्रो हिँडेर आइयो कि हामी। यत्रो कहाँ काम त गाह्रो छ हिँड्नलाई। गरेर खान कम त दुःख छ गाइस।
बजारमा बसेर सुख पाइन्छ अनि कहाँ हिमालले खेदेर हामी त हेर्न त त्यसरी कसरत गरी आयौँ तर म मोटी भयो नि दुब्लाउन सक्दिनँ यत्रो हिँड्नु पनि गाइज म दिनदिनै हिँडे बरु दुब्लाउँथेँ के है त हेर्नुहोस् अनि हामी चाहिँ अल्पपछि भेटौँ गाइज हामी चाहिँ घुमेर घर फर्किसकेका छौँ होइन मैले चाहिँ भ्लग बनाउन झ्याउ लाग्यो मलाई चार्जर थिएन त्यही भएर अब हामी फर्किएको घर सबैजना यता हुनुहुन्छ घामले दुखियो होइन कि आइफोन होइन नि त मेरो मोबाइल त्यही भएर म चाहिँ यता छु गाइज थोरै लाग्यो मलाई यस्तो सामानहरू मिलाएन पुरै हात दुखेर कम्ता हिँड्यो आज हामी आज धेरै हिँड्यौँ नि गाइज दोकान पनि थिएन त्यहाँबाट हामीलाई थकाइ लाग्यो एउटा होटल चाहिँ रहेछ त्यहाँ कुरकुरे सुरकुरे खाइयो होइन यसले चाहिँ यहाँ चाउचाउ खाएर एक्लै खान्छ कि यसले फेरि दिदीलाई यस्तो म यस्तो यहाँ भन्ने छैन ल के भन्न चाहन्छस् यत्रो घुमेर आइस् त किन्ने मान्छेले भ्लग हेरेछ भने किने त तैँले हो किनेको त बेच्ने मान्छेले क्या भ्लग हेरेछ भने म्याम त्यहाँ यो नयाँ चाउचो राख्नु भन्नु यो चाउचोको पनि नाम खराब हुन्छ के हाल्दिने म्याम को यस्तो हाल्नु बाइक लिएर जान्छु म चलाउनु जान्दिनँ त गाइज जस्तो यसको चटक हेर्न सक्नुहुन्छ तपाईँहरूले यसको चटक भने अति नै हुन्छ क्या गाइज होइन हाम्रो छोटु बेबी चाहिँ यहाँ एक्लै बत्तल हल्लाउँदै हिँडिन्छन् छोटु छोटु हेलो भन्न हेलो भन्न हेलो भन्न यी देख्न सक्नुहुन्छ हाम्रो विशिष्ट अतिथिलाई होइन बेबी ओ गाइज हामी चाहिँ गएर पुग्नै छौँ गाइज होइन अनि फेरि म चाहिँ हिँड्दैछु यो र म पछाडि भयो कि गाइज यो र म अनि फेरि यो फेरि यता म चाहिँ यता छु होइन हिँड्दा हिँड्दा थकै लाग्यो कि होइन अनि भ्लग गराउनु नि चार्ज छोएन मेरो सो गाइज होइन हामी चाहिँ यस्तरी भ्लग बनाउँदै आइछौँ के भ्लग बनाउँदा यस्तरी आयौँ हामीलाई त थकै लाग्यो और अभी तो रुको क्लाइमैक्स अभी बाकी है अरे दौड़े अरे दौड़िए दौड़े 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 सबै सन्चै हुनुहुन्छ भन न ए तँ दबाईवाला मिठाई तँ खाने ए कति रुपियाँ छ तिमीसित म 10 रुपियाँ दिने हुन्छ अनि कति रुपियाँको आउँछ त 5 रुपियाँको आउँछ ए 5 1 अनि मेरो 5 भयो अनि हजुरको 10 भयो अनि 1 हुन्छ त्यही भएर त्यसले खानु भनेको त्यसले खाने ल है त